हेलो नमस्ते साथीहरु, हजुरलाई स्वागत छ फेरि पनि अर्को नयाँ रेसिपी भिडियोमा। आज बनाउँदै छु म पालक आलु। एकदमै हेल्दी हुन्छ यो पालकको सब्जी चाहिँ। पालकलाई 2-3 चोटी धोएर मसिनो गरेर काटेर तयार गरिसकेकी छु मैले। हरियो सागसब्जीलाई चाहिँ काट्नु भन्दा पहिले धुनु पर्ने हुन्छ। त्यसपछि आलुलाई पनि काटेर रेडी गरिसकेकी छु मैले। अनि कराईलाई ग्यासमाथि बसालेर सेतो तेल अनि यो तोरीको तेललाई मिक्स गरेर मैले तातो गराउन राखे। त्यसपछि यहाँ चाहिँ जिरा फ्राई गरे तेल तातेसँगै। त्यसपछि काटेको खुर्सानी अनि काटेको प्याजलाई पनि फ्राई गरे। प्याजलाई हल्का भुटिसकेपछि काटेको आलु, त्यसपछि यो पालकको डाक्लालाई मैले अलि मोटो खाले थियो, त्यही भएर मसिनो चप गरेर पहिले आलुसँगै मिक्स गरे। त्यसपछि स्वाद अनुसार नुन बेसार राखेर एकैछिन चलाएर यानि कि भुटेर अनि छोप्दै पकाउँदै गर्नुपर्ने हुन्छ यो आलुलाई चाहिँ। आलुलाई एकैछिन टाइम लाग्छ पाक्नलाई। त्यसपछि मसिनो चप गरेको मैले टमाटरलाई राखेँ। टमाटरलाई पनि एकछिन भुटेर अनि छोपेर पकाएँ मैले। टमाटर हाम्रो गलिसकेको छ। त्यसपछि पिसेको अदुवा लसुन त्यसपछि जिरा धनियाको पेस्टलाई पनि राखेँ। अनि आलु हाम्रो लगभग पाकिसकेको छ। मैले मसलालाई भुटिसकेर एकैछिन साइडमा लगाएकी छु। त्यसपछि एउटा प्यानलाई बसालेर तेल तताउन राखेर त्यसपछि मैले मसिनो चप गरेको लसुनलाई फ्राई गरेँ। लसुनलाई हल्का रातो हुने गरेर भुटिसकेपछि यहाँ चाहिँ मसिनो काटेको यो पालकलाई राखेँ। पालकलाई चाहिँ जबसम्म यसको पानी सुक्दैन तबसम्म लगातार भुट्नु पर्ने हुन्छ। यत्तिकै सादा ग्यासको हिट मिडियमै राखेर यहाँ चाहिँ पालक हाम्रो सुकिसकेको छ, यानि कि यसको पानी सुकिसकेको छ। त्यसपछि फेरि आलु अनि यो मसलासँगै मिक्स गर्नुपर्ने हुन्छ यो भुटेको पालकलाई। पालक राखिसकेपछि एकैछिन भुटेर अनि पालक आलुलाई चाहिँ 1.5 देखि 2 मिनटसम्म छोपेर छोडिदिएँ मैले। त्यसपछि यो सब्जी चाहिँ खानको लागि तयार हुन्छ। एकदमै मिठो हुन्छ, रोटीसँग स्पेसली मिठो हुन्छ। हजुरहरूले पनि ट्राई गर्नु होला। आजको यो सिम्पल रेसिपी हजुरहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने मेरो फेसबुक पेजलाई फलो गर्न नभुल्नु होला। अनि लाइक सेयर पनि अवश्य गरिदिनु होला। एकदमै हेल्दी हुन्छ यो पालकको सब्जी चाहिँ मन पर्नेलाई। यहाँ चाहिँ मैले एउटा हटकेसमा ट्रान्सफर पनि गरिसकेकी छु है।